खाजा खान पनि कम्ता गाह्रो छ र साथमा छोराछोरी भयो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनाले माया गर्नु होला। आज चाहिँ मुक्बाङ रेसिपी लिएर आइसकेको छु धेरै दिनपछि, तर भिडियो त लिएर आइसकेको थिएँ। त्यो बिचमा चाहिँ बच्चा बच्चीले एकदमै धेरै टेन्सन गरायो, पसिनै निकाल्यो त्यो चिसो मौसममा पनि। बच्चा बच्चीसँग खाजा खान नगएकै राम्रो जस्तो लाग्यो। आज चाहिँ मैले लास्टै सताएँ मैले सानीलाई। एकदमै धेरै कन्ट्रोल गराउन खोज्दा पनि उनीहरूले मिठो त लागेको थियो नि, के गर्नु। साथमा बच्चा बच्ची भयो भने कहाँबाट खाएँ कहाँबाट सकियो भन्ने नै थाहा हुँदैन छ। साथमा चाहिँ दुईटा बेबी अनि छोरीको बाबा र खाजा खान निस्केको थियौँ। छोरीले त खाजा खाने वातावरणै गर्दैन यहाँ तल। एउटीले मोबाइल दे भन्दैछ, अर्कीले म चाउमिन खान्छु पराठा खान्छु भन्दैछ। के गर्छन्। ऊ माथिबाट चम्मच खसालिदिन्छ, एउटीले पछाडिबाट मिमीलाई पिट्छ। के खानु, यस्तो चिसोमा पनि पसिना निकाल्छन् छोराछोरी। तर पसिना निकाले पनि खाजा चाहिँ एकदमै मिठो थियो जस्तो लाग्छ। त्यति धेरै यस्तो ध्यान गरेर चाहिँ खान सकिनु बच्चासँग। तिनीहरूले एकदमै धेरै चकचक गरेको थियो। अनि घरि माम खान्छु, घरि पापा खान्छु, घरि चाउमिन खान्छु भन्छ, घरि मोबाइल चाहियो भन्छ, घरि बाहिर निस्किम भन्छ। बच्चा बच्चीसँग त कसैले पनि नजानु होला खाजा खानु। No. No. देखो चिसो माम नखाने भनेको हैन। दुई किन नि? ए माक्छ न। चाउमिन पक्यो क्यामेरा छ कि गिलास नानो ए छ ए गिलास मात्र बाबा नहीं के बुनु कता फेरि बुनुसँग बसेर फाइनल्ली मेरो चाहिँ खाजा खाएर सकाउने बेला भइसकेको छ। सबैजनाले कस्तो लाग्छ भिडियो त्यस्तै कमेन्ट बक्समा गएर कमेन्ट पनि गर्नुहोला। तर बच्चा बच्चीसम्म चाहिँ एकदमै धेरै गाह्रो हुने रहेछ। सबैजनालाई बाई बाई।